आजको भिडियो छ शेयर मार्केटमा भर्खरै इन्ट्री गर्न लाग्नु भएको साथीहरूको लागि। र आजको विषयवस्तु मैले लिएर आएको छु राइट सेयर। राइट सेयर भनेको के हो त भन्ने बारेमा नयाँ इन्भेस्टरलाई थाहा नहुन सक्दछ र राइट सेयर जहिले पनि हाल्न पाइने हो कि कहिले हाल्न पाइने हो भन्ने कुरा थाहा नहुन पनि सक्दछ। पहिलो कुरा, राइट सेयर भनेको यदि तपाईले कुनै पनि कम्पनीको सेयर किनेर बसिरहनु भएको छ र कम्पनीले फेरि नयाँ क्यापिटल आवश्यकता महसुस गर्यो भने, कम्पनीमा लगानी वृद्धि गर्न चाह्यो भने भइरहेको सेयर होल्डरहरूबाट नै केही सेयरहरू थप्न सक्छ, केही सेयरहरू किन्ने अवसर दिन सक्छ, जसलाई हामी राइट भनेर भन्छौँ। जस्तै इक्जाम्पलको लागि तपाईले ए भन्ने कम्पनीको सेयर 1000 किता किन्नु भएको छ सेकेन्डरी मार्केटबाट 500 रुपैयाँका दरले। भनेपछि तपाईले 5 लाख रुपैयाँ त्यहाँ इन्भेस्ट गर्नुभएको छ। तर त्यो कम्पनीले केही समय पछाडि तपाईले सेयर बेचेको चाहिँ हुनु भएन, तपाईसँगै छ त्यो सेयर भने तपाईसँग रहिरहँदा कम्पनीले बोर्ड अफ मिटिङबाट अथवा एजिएमबाट चाहिँ पास गरेर राइट सेयर इस्यु गर्न सक्छ। पहिला त बोर्डले डिसाइड गर्छ, त्यसपछि एजिएममा लगेर त्यसलाई चाहिँ पास गरिन्छ, अनुमोदन गरिन्छ। जे होस्, कम्पनीले राइट सेयर अब दिने भन्यो भने कसरी दिन्छ भन्दाखेरि तपाईले यदि 1000 किता सेयर किन्नु भएको छ र कम्पनीले 50% राइट सेयर किन्ने अवसर दिने भन्यो भने 1000 को 50% तपाईले लगानी गर्न पाउनुभयो। मतलब कन्फर्म तपाईले यो किन्न पाउनुहुन्छ। 1000 को 50% भनेको 500 किता तपाईले 100 रुपैयाँको दरले अप्लाई गर्न सक्नुहुने भयो। जबकि तपाईले सेकेन्डरी मार्केटमा के गर्नुभएको थियो, 1000 किता सेयर 500 रुपैयाँको दरले किन्नु भएको थियो भने राइटले तपाईलाई कस्तो अवसर दिन्छ भन्दा सस्तो मूल्यमा सेयर किन्ने, सेयर थप्ने, तपाईको लगानी बढाउने अवसर दिन्छ। त्यसकारणले तपाईले कुनै पनि कम्पनीले राइट इस्यु गरेको छ र त्यसको सेयर तपाईसित छ भने तपाईले राइट हाल्न चाहिँ कहिले पनि छुटाउनु हुँदैन। यदि छुटाउनु भयो भने तपाईको चाहिँ सेयरको लागत चाहिँ बढ्न जाने हुन्छ। अर्थात् अरूहरूले त्यसको अवसर लिन्छन्, तपाईले त्यसमा लगानी गर्नु भएन भने बजारमा 500 भइरहेको सेयरको मूल्य यदि 50% राइट दियो भने त्यो प्राइस एडजस्ट हुन्छ। त्यसलाई चाहिँ नेप्सेले प्राइस एडजस्ट गरिदिन्छ। त्यति बेला त्यसको मूल्य लगभग 366 रुपैयाँ चाहिँ हुन आउँछ। भनेपछि हिजोसम्म तपाईको सेयरको मूल्य 500 थियो, आज हेर्दा त 366 छ भनेपछि तपाईलाई त घाटा लाग्यो नि। तर तपाईले राइट हाल्नु भएको थियो भने तपाईको नम्बर अफ सेयर बढ्छ। जस्तै 1000 किता थियो, 500 किता थप्नु भयो भने 1500 भयो नि त। 1500 × 366 गर्दा तपाईको लागतमा चाहिँ केही चेन्ज आउँदैन, तपाईलाई उल्टो फाइदा हुन्छ। बजारमा 500 रुपैयाँमा चलिरहेको सामानलाई तपाईले आज सेयरलाई तपाईले 100 मा लगानी गर्न पाउनुभयो र त्यसलाई प्राइस एडजस्ट भएपछि पनि तपाईले 366 मात्रै बेच्न पाउनुभयो। एउटा एक्जाम्पल मात्रै। भनेपछि अब 100% राइट दिएको छ भने त्यही हिसाबले अप्लाई गर्न पाउनुहुन्छ। भनेपछि राइट कसले हाल्न पाउँछ? जुन कम्पनीले राइट सेयर इस्यु गरेको हुन्छ त्यसको सेयर हामीसित हुनुपर्छ। कहिलेसम्म हुनुपर्छ? त्यसको बुक क्लोजर भनेर भनिन्छ। एजिएमले राइट सेयर इस्यु गर्ने कुरालाई पास गरिसकेपछि कम्पनीले चाहिँ सूचना प्रकाशित गर्छ। पब्लिक लिमिटेड कम्पनीको हकमा चाहिँ सूचना प्रकाशित गर्छ। त्यसमा चाहिँ बुक क्लोजर डेट खुलाइएको हुन्छ। बुक क्लोजर भनेको चाहिँ जस्तै मान्नुहोस् कि तपाईको वैशाख 2 गते बुक क्लोज हुन्छ भने तपाईले वैशाख 1 गतेसम्म किन्नु भयो भने पनि त्यो कम्पनीको सेयर तपाईले राइट हाल्न पाउनुहुन्छ। अर्थात् तपाईसँग भइरहेको सेयर पनि तपाईले वैशाख 1 गतेसम्म होल्ड चाहिँ गरेको हुनु पर्यो। वैशाख 2 गते गएर तपाईले बेच्नुहोस्, केही फरक पर्दैन। तर 1 गतेसम्म तपाईको सेयर छ भने तपाईले त्यसमा राइट हाल्नु पाउनुहुन्छ। र बुक क्लोजको डेटसम्म तपाईले किनेको अथवा तपाईसँग भएको सेयर छ भने तपाईले राइट हाल्न पाउनुहुन्छ। र बुक क्लोज भइसकेपछि अब वैशाख 2 गते बुक क्लोज छ भने तपाईले वैशाख 2 गते तपाईले सेल गर्नुहोस्, 3 गते गर्नुहोस्, त्यसले कुनै असर गर्दैन। त्यसकारण बुक क्लोजर डेट भन्दा अगाडिसम्म तपाईको चाहिँ सेयर होल्ड भएको हुनु पर्यो। भनेपछि राइटको यहाँनिर फाइदा के हुन्छ भन्दाखेरि तपाईले सस्तो मूल्यमा लगानी गर्न सक्नुहुन्छ। तपाईको सेयर प्राइस भोलि बढ्दै जाँदाखेरि 100 रुपैयाँको सेयर त्यही हिसाबले बेच्न सक्नुहुन्छ। त्यो कारणले गर्दा राइट अप्लाई गर्न हामीले छुटाउनु हुँदैन। र राम्रो कम्पनीहरू किनेर होल्ड गरिरहँदा क्यापिटल इन्टेन्सिभ प्रोजेक्टहरू कम्पनीहरू छन् भने उनीहरूले चाहिँ बेला बेलामा राइट इस्यु गर्न सक्छन् र त्यसबाट हामीले राम्रो फाइदा लिन सक्छौँ। हजुरहरूले केही कुरा बुझ्नु नै भयो होला। यस्तै भिडियो हेर्नलाई चाहिँ मलाई फलो गर्नुहोला। थ्याङ्क यू।